आज डिसेम्बर 11 ओशोको जन्मोत्सव हो। त्यही विषयमा म आज यहाँहरूसँग यसो कुराहरू सेयर गर्न खोजिरहेको छु। यो सेयर गर्नु ओशोको सन्देश सेयर गर्नुभन्दा पहिला म 2-4 वटा कुराहरू चाहिँ भन्छु। तपाईँलाई लाग्यो होला यो कफीको मान्छे कसरी सबैजनालाई अहिले गुरु बन्ने भूत चढेको छ, यो पनि अर्को गुरु बन्न थपियो भन्ने होला। र म यो कुरामा पनि सचेत छु कि ओशोले नै भन्नुभएको छ यो संसारमा सबैभन्दा सरल कुरा सबैले सजिलै बाँड्ने भनेको ज्ञान हो र कसैले नलिने भनेको पनि त्यो बाँडेको ज्ञान हो। त्यसमा म सचेत छु। तर मैले आज यो हुँदाहुँदै पनि किन यहाँहरूसँग सेयर गर्न खोजेँ यो ओशोको सन्देश र मेरो 2-4 वटा कुराहरू भने यो ओशोको सन्देश सेयर गर्नुभन्दा पहिला म मेरो अलिकति थोरै पृष्ठभूमि बताउँछु र मैले यो किन यो कार्यक्रम सुरु गर्न खोज्दैछु, किन यो अध्यात्मको बारेमा बोल्दैछु जुन मेरो विषय होइन भन्ने धेरैलाई लाग्छ। म सन् 2000 मा नेपालमा ओशोको भाइ स्वामी शैलेन्द्र सरस्वतीजी हुनुहुन्छ, उहाँको भाइ बुहारी हुनुहुन्छ महाप्रिया, त्यसपछि आएर सद्गुरु हुनुहुन्छ। हामी त्यतिखेर ओशो त्रिवीर भनेर चिन्ने गर्थ्यौँ। सद्गुरु उहाँ सिद्धार्थजी हुनुहुन्छ र नेपालको मैत्री आचार्यश्री हुनुहुन्छ। उहाँहरूले चाहिँ सन् 2000 मा उहाँहरू यहाँ नेपालमा आएर कार्यक्रम गर्नुभयो र त्यो बेलादेखिबाट मैले ओशोलाई चिन्ने मौका पाएँ। त्यो बेलादेखिबाट ममा अलिकति ओशोको भूत जाग्यो, अध्यात्मको भूत जाग्यो र मैले निरन्तर रूपमा आफूलाई ध्यान साधनामा केन्द्रित गर्न पाएँ। मलाई त्यो रमाइलो पनि लाग्यो। पछि चाहिँ एउटा नसा जस्तो पनि भयो र जति बुझ्दै जाँदाखेरि जीवन सरल बन्यो, मलाई त्यस्तो लाग्छ। यदि नत्र भने म अहिले जति सरल बनाएको छ मेरो जीवन, जति सरल छ जस्तो मलाई लागेको छ त्यति सरल सायद हुँदैन थियो होला। त्यो भएर मैले अहिले के गर्न खोजेँ भने ओशोलाई चिन्दै गइसकेपछि, बुझ्दै गइसके पछाडि मलाई गजब लाग्यो उहाँले गरेको कुराहरू र त्यसले मेरो जीवनमा पारेका प्रभावहरू। त्यो सँगसँगै अर्को एउटा के कुरा गजब लाग्यो भने जति पनि अहिले आध्यात्मिक गुरुहरू पहिलादेखिका हुनुहुन्छ, अहिले पनि आध्यात्मिक गुरुहरू र ठुल्ठुला किताबहरू पढ्दाखेरि हामीले के भेटायौँ धेरै भने ठुल्ठुला जार्गनहरू, ठुल्ठुला कुराहरू हामीले त्यहाँ देख्यौँ। त्यसले अध्यात्मलाई जटिल बनायो। आम मान्छेले बुझ्न नसक्ने अध्यात्म बन्न गयो अथवा बनिरहेको छ। त्यसले गर्दाखेरि यदि त्यस्तो आध्यात्म जसले हाम्रो जीवनमा रूपान्तरण ल्याउन सक्दैन, अहिले भर्खरै जीवनमा परिवर्तन ल्याउन सक्दैन र त्यसले इम्प्याक्ट पार्दैन भने त्यो अध्यात्म के को अध्यात्म? केलाई चाहियो त्यो अध्यात्म? पढेर मात्रै जिन्दगी सखाप गर्नको लागि केलाई चाहियो? त्यस कारणले गर्दाखेरि मैले के आफूले बुझेँ भने अध्यात्म त्यस्तो जटिल छैन। अनि जे मैले अनुभवबाट बुझेँ, ठुल्ठुला मैले अहिले किताबको ठेलीका कुराहरू तपाईँसँग गर्दिनँ। मैले कुनै भिडियो बनाएँ भने पनि मेरो चाहना जहिले पनि एउटा टेक अवे पिसको रूपमा अध्यात्म हुन त मैले यो भन्दा कतिले यो मूर्ख्याइ जस्तो पनि हुनसक्छ, म आफैलाई पनि लाग्छ मूर्ख्याइ जस्तो अध्यात्मलाई टेक अवे पिसमा चाहिँ दिन सकिँदैन भन्ने पनि कुरा हुन्छ। तर मैले मेरो प्रयास के भने म जुन अनुभवबाट गुज्रेँ, मैले जे पाएँ, जे सिकेँ, त्यो कुरा यदि मैले यहाँहरूसँग सेयर गर्न पाएँ र त्यसले पोजिटिभ हाम्रो दैनिक जीवनमा चाहिँ पोजिटिभ इम्प्याक्ट पार्न सक्यो भने सम्भवतः यो अस्तित्वले मलाई त्यसकै लागि खटाएको पनि हुनसक्छ, अहिले मलाई थाहा छैन। त्यस कारणले गर्दाखेरि मैले के विचार गरेँ भने त्योभन्दा पछाडि जस्तो मैले थुप्रै सन्तहरूलाई अध्ययन गरेँ। ओशोभन्दा पछि जस्तो एकार्ट टोलेलाई मैले अध्ययन गरेँ राम्रोसँग। त्यसभन्दा पछाडि अहिलेका जुन चर्चित हुनुहुन्छ दीपक चोपडाजी हुनुहुन्छ, त्यसपछि एलन वाट्सहरू हुनुहुन्छ, कृष्णमूर्ति हुनुहुन्छ, अनि लगायत थुप्रै जति पनि सन्तहरू छन्, ती सन्तहरूको बारेमा मैले बुझ्दै जाँदाखेरि उहाँहरूले भन्न खोजेको भाषा फरक हो तर कुरा चाहिँ नि मोटामोटी उस्तै रहेछ। र त्यसलाई थोरै मात्रै पनि हामीले सरल भाषामा बुझ्न सक्यो भने जीवनलाई सहज सरल बनाउन सकिन्छ। र अहिले जति पनि एन्जाइटी छ, डिप्रेसन छ, मान्छेहरू जस्तो चाहिँ दुःखबाट गुजिरहेका छन्, सायद त्यसमा अलिकति प्रकाश छर्न सकिन्छ र मान्छेको जीवनमा अलिकति सहज बनाउनलाई मैले मद्दत गर्न सक्छु कि भन्ने लागेर मैले यो कार्यक्रम एउटा सुरु गर्न खोजेको हुँ। मलाई माफ गर्नु होला जतिजना साथीहरू हुनुहुन्छ, यो त कफीको मान्छे हो, त के अध्यात्ममा बोल्ने, तँलाई के थाहा छ भन्नुहुन्छ, मलाई थाहा छैन, म पनि सिक्दैछु र जानेको कुरा सेयर गर्छु। मैले भनेका सबै सत्य हुन्, सबै पत्याउनुहोस् पनि भन्दिनँ। तपाईँहरू पनि आफ्नै अनुभवबाट गुज्रिनुहोस् र मैले भनेका कुनै कुराहरू तपाईँलाई ठिक लाग्यो, ठिक लागेन, अथवा होइन नि त यस्तो भनेर मैले गलत बुझेको रहेछु भने मलाई पनि सच्याउनु होला। अब कुरा गरौँ आज ओशोको विषयमा। ओशोको आज मूल के हो त? ओशोलाई हामी किन सम्झिने? आज 11 डिसेम्बर जन्मोत्सव हो। त्यसमा मैले एउटा कुरा चाहिँ यहाँ भन्न खोजिहालेँ। जस्तो ओशो नभइदिएको भए के हुन्थ्यो भन्दा, ओशो नभइदिएको भए तपाईँले एकचोटि परिकल्पना गर्नुहोस् त, हामीले जति पनि अहिले ठुल्ठुला गुरुहरूका नाम लिन्छौँ, जस्तो बुद्धलाई हामीले अहिले जसरी बुझिरहेका छौँ, जिससलाई जसरी बुझ्न सकेका छौँ, कबीरलाई, गुरु नानकलाई, ताओ त्से लाई अथवा पतञ्जलीलाई,
यी यावत त्यहाँदेखि लिएर अहिले फेटिग्नुत्सेदेखि लिएर हेराक्लोटसम्मलाई हामीले जति बुझिराखेका छौँ जे कृष्णमूर्तिलाई यो कसले सम्भव बनायो? ओशोले सारा ती सद्गुरुहरूका देशनाहरूलाई एक ठाउँमा ल्याएर तिनलाई विश्लेषण गरेर असाध्यै सरल भाषामा जसरी एकजना आमाले आफ्नो बच्चालाई चाहिँ नि खाना खुवाउँदाखेरि मिचेर एकदम चाहिने कुराहरू मात्र टक्क खुवाउँछन्, त्यसै गरी चाहिँ ओशोले हामीलाई ती पस्केर सानसाना टुक्राहरू बनाएर सरल भाषामा हामीले बुझ्ने भाषामा प्रस्तुत गरिदिनु। त्यस कारणले गर्दाखेरि ओशोलाई त हामीले नमन गर्नै पर्छ, जति गरे पनि पुग्दैन। र उहाँको सन्देश, मूल सन्देश त मलाई लागेको एउटा हियर एन्ड नाउको कन्सेप्ट उहाँले दिनुभयो, त्यो नै मूल सन्देश हो। तर त्योभन्दा पनि मलाई डेली मलाई दिमागमा आइराख्ने एउटा कुरा र मलाई सरल लागेको कुरा चाहिँ के हो भने उहाँले के दिएको शिक्षामध्ये सबभन्दा महत्त्वपूर्ण शिक्षा चाहिँ मलाई के लाग्यो भने यो साक्षी भाव भनेको मैले कसरी बुझ्न पाएँ के रहेछ भने हाम्रो विचार, जति पनि विचारहरू आउँछन् दिमागमा, जति पनि विचारहरू आएका छन्, हामी सामान्यतया के गर्छौँ भने विचार आउने बित्तिकै समाधान खोजिहाल्छौँ। मलाई रिस उठ्यो अथवा मलाई कोही प्रति घृणा जाग्यो, केही कुरामा दुःख लाग्यो, हरेक मेरो विचार दिमागमा जे विचार आउने बित्तिकै त्यो विचारसँग हामी लडाइँ गर्न गइहाल्छौँ, सङ्घर्ष गर्न गइहाल्छौँ। त ओशोले के भनिदिनु भयो भने विटनेसिङ, होइन, साक्षी भनेको सङ्घर्ष नगर, बस चुप लागेर बस, हेर, तिम्रो जे विचार आयो त्यो हेर। जब हेर्छौ त्यो विचारलाई हेर्छौ, रिस उठ्यो, ममा रिस उठ्यो भनेर एकचोटि मात्रै पनि हेर्नुभयो भने त्यहाँनिर त्यो रिस र तपाईँ अथवा म भित्र त्यो बिचमा जुन ग्याप भयो, त्यो ग्याप नै रियल फ्रिडम हो, त्यो ग्याप नै आनन्द हो, शान्ति हो, पिस हो। त्यस कारणले गर्दाखेरि त्यो हेर्ने कोसिस गर, विटनेसिङको साक्षी भावमा बस। मलाई साक्षी भाव भन्ने कन्सेप्ट बुझ्नलाई मैले कति यहाँलाई बताउन सकेँ त्यो आफ्नो ठाउँमा छ, तर म आफैले त्यसलाई महसुस गर्न बुझ्नको लागि मलाई धेरै वर्ष लाग्यो। अनि सारा अरू गुरुहरूलाई पनि पढिसके पछाडि, ध्यानको प्रक्रियामा गइसके पछाडि उहाँहरूले भनेको जुन फेरि पढेर मात्रै हुँदैन, हेर्नुहोस् है, पढेर मात्रै नहुने रहेछ, हामीले अनुभव आफू त्यसबाट गुज्रिनु पर्यो। विश्वास गरेर काम छैन, कुनै पनि गुरुलाई विश्वास गरेर काम छैन। उहाँहरूले जुन गाइड दिनुहुन्छ त्यो गाइडलाई आफूले अभ्यासमा त्यसलाई ढाल्ने र अभ्यास गरिसके पछाडि हो जस्तो लाग्यो भने, किनभने सबैलाई एउटै लागु नहुन सक्छ। त्यस कारणले गर्दाखेरि म साक्षी भाव यहाँहरूलाई आज एक दिनको लागि अथवा भोलि एक दिनको लागि, अथवा अहिले सक्नुहुन्छ भने अहिले हेर्दा तपाईँलाई लाग्यो होला नि, अहिले मैले बोल्दै यो मान्छे बढी जान्ने भएर फेरि गुरु बन्न आयो, यसलाई किन कफीको मान्छे तँलाई किन बोल्नु पर्यो भने जस्तो जुन भाव आयो होला नि त अहिले पनि त। त्यो भाव आयो भने त्यो भावलाई पनि एकचोटि टक्क पज भएर एकपल्ट रोकिएर त्यो भावलाई, त्यो विचारलाई हेर्नुहोस् त, तपाईँले के महसुस गर्नुहुन्छ? तपाईँले त्यहाँ महसुस गर्ने चिज आनन्द हो, स्टिलनेस हो। एकार्ट टोलेले त्यसलाई स्टिलनेस भन्नुभएको छ। आजलाई मैले यति बोलेँ। यहाँहरूलाई फेरि पनि ओशोको जन्मदिनको धेरै धेरै शुभकामना। मैले जानेका अनुभवबाट गुज्रेका कुराहरू केही यहाँहरूलाई पस्किने कोसिस गर्छु। अध्यात्म सिम्प्लिफाइङ स्पिरिचुअलिटी भनेर, त्यसलाई सकेसम्म मलाई माफ गर्नु होला। जति पनि गुरुहरू हुनुहुन्छ, जति पनि साथीहरूले यो हेरिराख्नु भएको छ, म बढी जान्ने भएर मैले अर्कै बाटोमा म लाग्न प्रवेश गर्न खोजेको होइन। मेरो जे जति अनुभवबाट म गुज्रेँ, त्यो गुज्रेको अनुभव यहाँहरूलाई पनि काम लाग्न सक्ला भनेर मैले सेयर मात्र गर्न खोजेको हो। हरि ओम।